यहाँ चाहिँ बेसी राम्रो बस्नु होइन जस्तो लाग्यो एक्लै डर लाग्यो अम्फै उन्दो गइन्छ उन्दो तल भित्र यस्तो रहेछ भित्र यो के होला सर ल साथीहरू वेलकम ब्याक टु माई च्यानल डबल के गोइङ सिब्लिङ्स छ्याजलो तासिदिले फ्यापुला जोजोलाबा सबजनालाई है आज चाहिँ यस्तो जग्गा लाँदैछु तपाईँहरूलाई म यहाँ माथि हेर्नुहोस् यो गाउँमा हाम्रो गाउँमा चाहिँ यस्तो जग्गा छ अचम्मको तपाईँहरूलाई फुल भिडियोमा बस्नु होला है यस्तो अचम्म जग्गा छ यहाँबाट चाहिँ यो एउटा यस्तो दुलो छ त्यो दुलोबाट चाहिँ तपाईँहरू यहाँबाट झन्डै 1 किलोमिटरै होला तल रोड 1 किलोमिटर त छैन होला झन्डै होला त्यहाँ दुलोबाट चाहिँ अन्डरग्राउन्ड भित्र छिरेर चाहिँ तल रोड तल गाउँ देख्दैछ नि त्यो रोडहरू चाहिँ तपाईँहरूले पुग्छ यहाँ माथिको दुलो आउने त्यो छिटो छिटो छ मान्छे हेर्नुहोस् यस्तो भिडमा आएको छु म चाहिँ यहाँनिर चाहिँ किन आएको छु भन्दा चाहिँ तपाईँहरूलाई अस्ति भनेको थिएँ मैले भिडियोमा हाम्रो गाउँदेखि माथि चाहिँ यहाँनिर यस्तो जग्गा छ कि यस्तो अचम्म जग्गा छ त्यहाँ चाहिँ तपाईँहरूलाई भिजिट गराउने छु भनेर है यहीँनिर हो त्यो चाहिँ यहाँभित्र हो हामी पहिला छिरेको पनि हो यहाँभित्र चाहिँ अनि तपाईँहरूलाई देखाउने छु हामी छिरेर तलसम्म पुगेको नि हो ओभर डरलाग्दो जग्गा छ यहाँ चाहिँ एकछिनलाई फ्लास अन गर्छ है त यस्तो डरलाग्दो जग्गा छ साथीहरू यहाँदेखि चाहिँ भित्र जानुपर्ने छ यहाँदेखि चाहिँ भित्र छिर्छ तपाईँहरूको यस्तो डरलाग्दो जग्गा छ है साथीहरू यहाँ तल चाहिँ भित्र जानु त एक्लै त आँट आएन साथीहरू र पनि म त्यहाँसम्म चाहिँ जान्छु है त्यहाँसम्म चाहिँ जान्छु के हुन्छ हेरौँ है त यस्तो डरलाग्दो छ चप्ली के भन्नु भने यार यस्तो डरलाग्दो जग्गा चाहिँ फर्स्ट टाइम लाँदैछु मैले तपाईँहरूलाई है यहाँ केही त बस्दैन होला नि डर साह्रै हुन्छ नि यहाँ केही त बस्दैन होला नि फेरि साइको हुन्छ नि फेरि यस्तो डरलाग्दो छ यहाँ उन्दो भित्र छिर्नु पहिला पनि छिरेको हामी म चाहिँ यहाँबाट छिरेको साथीहरू यो दुलोबाट है यस्तो डरलाग्दो जग्गा छ यहाँ चाहिँ यो चाहिँ हाम्रो गाउँको माथि पर्छ हेर्नु यो दुलोबाट छिरेको पोकाउनु आएछ त उता जा हामी चाहिँ पहिला यहाँदेखि छिरेको तपाईँहरूले यहाँबाट चाहिँ अघि तल रोड देखाएको जग्गा है त्यहाँ निस्किन्छ यहाँदेखि उन्दो भित्र बाटो छ हामी चाहिँ साथीहरू हामी भाइ चाहिँ पहिला भित्र तलसम्म पुगेको थियो नि त एकदमै भित्रसम्म पुगेको थियो डर लागेर चाहिँ हामी निस्केको यहाँदेखि गइन्छ है हेरौँ यस्तो छ बाटो उन्दो तल यस्तो डर लाग्दछ उन्दो जानु चाहिँ सक्दिनँ म साथीहरू अहिले है उन्दो जानु चाहिँ म सक्दिनँ यहाँबाट उन्दो गइन्छ साथीहरू उन्दो तल भित्र चेप छ सुत्दै जानुपर्छ एकदम डरलाग्दो जग्गा छ सुत्दै जानुपर्छ है चमेराहरू पुरा छ यहाँभित्र चाहिँ म चाहिँ यहाँ आधीसम्म मात्रै पसेको साथी आधीभन्दा पनि भित्र यता त के छ यस्तो रहेछ होइन तोर्माहरू यस्तो रहेछ भित्र यो के होला साथीहरू यस्तो रहेछ यो त मान्छेले नै हाले यस्तो भित्र अचम्म जग्गाहरू छ कि साथीहरू यस्तोहरू केहरू हुन्छ नि उहिलेको चिजहरू चाहिँ यहाँ तल चाहिँ उन्दो चाहिँ यस्तो बेसी छ तल हुन्छ नि अचम्म सुनहरू पनि छ भन्ने यताउता कुराहरू सुन्छु म है सापहरू त छैन के डर पो लाग्छ म यस्तो जग्गामा बेसी बस्नु पनि साइको यत्रो छ दुलो यहाँबाट चाहिँ यत्रो दुलो छ यहाँबाट चाहिँ छिरेर तपाईँहरूले यता उन्दो भित्र जानु सक्नुहुन्छ यहाँदेखि तल 1 किलोमिटर जतिको रोड चाहिँ तपाईँहरूले यो भित्र तल गएर सुत्दै जानुपर्ने हुन्छ त्यहाँबाट चाहिँ तपाईँहरू जानु सक्नुहुन्छ तल रोड निस्किन्छ झन्डै 1 किलोमिटर टाढो यहाँबाट चाहिँ पहिला धेरै मान्छेहरू गएको कति मुनिसम्म मात्रै गएको थियो हामी अहिले एक्लै छु साइको हुन्छ नि त होइन यहाँ हेर्नुहोस् न यस्तो अचम्म जग्गाहरू छ यहाँ भित्र है भाइ कसले बनाएको होला यस्तो अब हेर्नु न
यस्तो यस्तो सामानहरू भेटेको थियो हामीले भित्रभित्र तल मुनि जानेसम्म सिँढीहरू लाग्छ साथीहरू। यहाँ चाहिँ सिँढी उहिलेको मान्छेले होला है सिँढीहरू लाग्छ केहरू छ क्या भित्र तल जाने पनि। अहिले चाहिँ म एक्लै जानु सक्दिनँ है, त्यही भएर निस्किन्छ यहाँ सुत्दै निस्किनु पर्छ। यस्तो खतम जग्गा छ साथीहरू यहाँ चाहिँ। यो के ताने जस्तो लाग्यो साइको एक्लै भएर। यहाँ भित्र गएर जानुपर्छ अन्त सुतेर। यस्तो डरलाग्दो छ भित्र चाहिँ, किसिम किसिम उहिलेको चिजबिजहरू छ। हामीले अलिअलि देखेको थियो पहिला आधी बाटोसम्म जाँदा साथीभाइ हामी जाँदा। यहाँको गाउँको मान्छेहरू चाहिँ धेरै भित्र पसिसकेको हो साथीहरू। यस्तो डरलाग्दो जग्गा छ नि भित्र फेरि। हेट एक्लै चाहिँ साइको नै हुन्छ नि त। अब अरू बेला कोही इन्ट्रेस्टेडहरू छ भने चाहिँ एकखेप देखाउँला तपाईँहरूलाई। यस्तो छ वरिपरि, यहाँ तल रोड छ, यस्तो छ जग्गा। अन्त भिर है यही दुलो हो जाने चाहिँ। यहाँ माथि जाउँ है त, तपाईँहरूलाई यहाँनिर पूजाहरू पनि गर्छ यहाँको। यहाँ चाहिँ तपाईँहरूको पूजा पनि गरिन्छ। यहाँ यस्तो जग्गा छ। पहिला मैले यहाँनिर साफसफाइहरू सफाहरू गर्दै थियो। मेरो जन्मदिनमा आउँदाखेरि मैले यहाँ पूजाहरू गरेर ठ्याक्क है भित्र गएर देखाउँछु है तपाईँलाई। यस्तो यस्तो जग्गाहरू, यहाँ चराको गुर पनि थियो चाहिँ। यस्तो यस्तो जग्गाहरू हेर यहाँ पनि भाइ यस्तो दुलोहरू। यहाँ चाहिँ मैले पहिला पूजा गरेको थियो मेरो जन्मदिनमा है। यो चाहिँ हाम्रो ने जस्तो नै हो, सफा पनि गरिदिएको थियो पहिला मैले, साफसफाइहरू गरिदिएको थियो। यस्तो डरलाग्दो जग्गा है। गुम्बा यहाँ मुनि छ नि त। तपाईँहरूलाई मैले भनेको थिएँ नि त अस्ति भिडियोमा, यहाँनिर चाहिँ तपाईँहरूलाई ल्याउने छु, एक दिन देखाउने छु। यस्तो डरलाग्दो यस्तो जग्गा छ त्यहाँनिर। तपाईँलाई अघि गएर देखाइहाल्यो है। यहाँ चाहिँ पूजा पनि गरिन्छ, ल्याउँछु भनेको थिएँ। सो आज फाइनली समय मिलेर आएँ म। यहाँनिर तपाईँहरूले पूजा पनि गर्नु सक्नुहुन्छ। धेरै पुरानो ठाउँ हो है। यस्तो ठाउँमा तपाईँहरूले पूजाहरू गरेको राम्रो जस्तो लाग्छ मलाई चाहिँ, किनकि यस्तो ठाउँमा धेरै नै भगवान् बासहरू यताउता के बसेको हुन्छ नि त। यस्तो पिस शान्ति ठाउँतिर चाहिँ जे पनि बसेको हुनसक्छ भन्छ नि त। राम्रो हुन्छ नि भगवान्हरू यताउता शान्ति जग्गामा, पिसफुल जग्गामा राम्रो हो भन्छ। अनि तपाईँहरूलाई पनि यहाँ भिजिट गराएँ मैले है। पहिला पनि गराएको थिएँ। त्यहाँ दुलोभित्र चाहिँ मैले गएको थिएन नि त तल। यस्तो जग्गाहरू छ साथीहरू है। भिर छ तर यहाँ हाइट साथीहरू यस्तो छ जग्गा चाहिँ हाम्रो है। भिर हेर्नु, पहिला मान्छेहरू यहाँ माथि भिरहरू पनि चढेको भन्छ घाँसहरू काट्नु है। यस्तो यो भिरको टुप्पाहरू योहरू हुन्छ नि सबै यो माथि तपाईँहरूले देख्दै गरेको भिरको टुप्पाहरू सब मान्छेहरू घाँस काट्नु गएको भन्छ यतातिर है। एकदमै डरलाग्दो जग्गाहरू छ। हेर्नुहोस् न अन्त जग्गामा यस्तो डरलाग्दो जग्गाहरू छ है साथीहरू। अघि म छिरेको यहाँनिर है। यस्तो दुलो भएर होइन। र यहाँबाट चाहिँ म जानु सकेन अहिले। म चाहिँ बाई बाई भनिदिन्छु है। अहिले चाहिँ एक्लै छु नि त, साइको हुन्छ। पक्क यहाँ छ, पक्क आइज। यहाँबाट एक्लै डरलाग्दो हुन्छ नि त, भिड यस्तो छ है। कुनै दिन साथीभाइहरूसँग पहिला हामी साथीभाइहरू हामी छिरेको थियो। लुगा पनि यस्तो मैला भयो साथीहरू। पहिला हामी छिरेको थियो, त्यति बेला भिडियोहरू गर्नु पाएन। अनि साथीहरू तपाईँहरूको लागि भनेर यहाँ देखाइदिएको, भित्र जान त सकेन है, एक्लै साइको हुन्छ नि त। अनि इन्सिडेन्ट कुनै दिन साथीहरू मिलेर चाहिँ भित्रसम्म जाउँ होला। यस्तो यस्तो चिजहरू छ नि त्यहाँभित्र, यस्तो यस्तो चिजहरू छ। तपाईँहरूलाई देखाउने छु कुनै दिन है। यो मेरो वादा छ तपाईँलाई भित्र गएर। आज चाहिँ म मिसन फेल भयो मेरो है, सकेन नि त, एक्लै साइको हुन्छ नि भित्र होइन। चमेराहरू यस्तो बेसी थियो कि त्यो टाइममा हुन्छ नि, यस्तो बेसी थियो। म आँखातिर बुडुरु उडेर आएर डर लागेर भित्र सुत्दै गएको थियो क्या हामी है। अनि
आइज पुग यता आइज 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 सुत्दै 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 हाम्रो गाउँ तल देख्दै गरेको गाउँमै साथीहरू यहाँ हाम्रो गाउँ हो त्यहाँ घरहरू हाम्रो है त टाढो आएको छ म तपाईँहरू देखाउनु दा मान्छेहरू यतातिर पनि घाँसहरू काट्नु आउँछ गो यस्तो जग्गाहरू आइपुग्यो साथीहरू दाजु चाहिँ यहाँ घाँस काट्दाखेरि म चाहिँ माथि गएर आएको साथीभाइ यस्तो जग्गाहरू छ यतातिर जङ्गल जङ्गल घुम्नलाई त हाम्रो गाउँ आउनुपर्छ है म कत्रो लोथर केहरू रहेछ दा पुरा मेरो यो जङ्गलको साथी मेरो यो हरेक सहर जाँदा जङ्गल जाँदा बजार जाँदा जहाँ जाँदा पनि साथी है मेरो छोरी यस्तो छ नि अन्त हिजो घुमाउनु लागेको तल रिम्बी रक गार्डन लगेको साथीहरू लाक्पा खेलेर 4 जना छ है है लु हिँड घर अब है यस्तो यस्तो जग्गाहरू देख्न सक्नुहुन्छ है हाम्रो गाउँमा चाहिँ तपाईँहरूलाई मैले अघि लगेको जग्गा कस्तो लाग्यो त कमेन्ट गर्नु होला भित्र चाहिँ जानु सकिनँ कुनै दिन साथीभाइहरू गइछ भने चाहिँ तपाईँहरूसँग जानेछु लानेछु तपाईँहरूलाई देखाउनेछु भित्र कस्तो के छ भनेर आज चाहिँ एक्लै भयो त्यही भएर पुरा साइको डर सबै भयो मलाई भित्रसम्म पस्दा साँपहरू पनि छ जस्तो लाग्यो मलाई ढुङ्गाहरू त्यस्तो जग्गाहरू भएर अब कुनै दिन साथी कोही जाने इन्ट्रेस्टेड त्यहाँनिर भित्र ल जाउँ न त के हो कसो हो भनेर जाने साथी पायो भने चाहिँ तपाईँहरूलाई अवश्य म त्यहाँभित्र लानेछु है एक्लै चाहिँ एक्लै चाहिँ जान्दिनँ एक्लै त अब रिक्स हुन्छ नि त त्यहाँभित्र के हो कसो हो होइन साथी छ भने त धेरै आँट आउँछ धेरै चिज सजिलो पर्छ नि त भित्र गयो नि पहिला हामी 3-4 जना गएको थियौँ साथीहरू हामी आफ्नै दाजुभाइहरू तलसम्म त पुग्यो आमामा पुरा सुतेर जाने जग्गाहरू भेट्यो है चमेरा चढा उडेको चरा पुरा भित्र त्यो भएर चाहिँ हामी निस्किहाल्यो त्यतिखेर पनि आज चाहिँ एक्लै त्यहाँसम्म गएँ त्यो पनि डर लागेर साइको भएर चाहिँ फर्केँ म कुनै दिन चाहिँ तपाईँहरूलाई लानेछु देखाउनेछु भित्रको यस्तो टिपिकल हुन्छ नि गाउँमा यस्तो भित्र त्यो यस्तो चिजहरू छ भन्छ भित्र मैले त्यहाँनिर कम्ती देखाएँ तपाईँहरूलाई त्यो डल्लो त्यस्तोहरू के हो अब त्यो त सायद मान्छेले नै फालेको होला त्यहाँ भित्र तल यस्तो चिजहरू छ भन्छ हामीले पहिला जाँदा पनि देख्नु चाहिँ देखेको थियो तपाईँहरूलाई त्योहरू पनि देखाउने छु एक्सपिरियन्स कस्तो हुन्छ त त्यहाँभित्र गएपछि भन्ने कुराहरू सबै म तपाईँहरूलाई देखाउने छु त्यो भिडियोमा अनि अब चाँडै आउँला त्यो भिडियो तपाईँहरू कमेन्ट गर्नु होला है यति नै भन्छु त्यहाँभित्र जानलाई चाहिँ जानु कि नजानु तपाईँहरूलाई देखाउनु कि नदेखाउनु के कस्तो छ भित्र यत्रो तल रोड निस्किने जग्गा भित्र अन्डरग्राउन्ड चाहिँ देखाउनु कि तपाईँहरूलाई नदेखाउनु भनेर चाहिँ कमेन्ट गर्नु होला तपाईँले है कमेन्ट गरेपछि म तपाईँहरूलाई चाहिँ हेरौँला कोही साथीहरू गइछ भने चाहिँ आधी बाटोसम्म कहाँसम्म पुग्छ त जाने हो तपाईँलाई देखाउने हो अनि त्यही नै हो जङ्गल आएको छ यहाँनिर कान्छी ठ्याक्क बसिरहेछ यता कान्छी यति राम्रो छ है यो कुकुरहरू चाहिँ यति वफादार कुकुरहरू छ नि जहाँ जाँदा पनि सँगै जाने मेरो पोगो भयो जहाँसुकै जाँदा पनि सँगै हिँड्ने है सँगै जाने जहाँ पनि नछोड्ने के यस्तो छ जङ्गलहरू ल साथीहरू अब यस्तो नै भयो आजको भ्लग सानो कम्ती युट्युबमा मैले च्यालेन्ज जस्तो पनि गरिरहेको छु डेली भ्लग हाल्ने युट्युबमा है फेसबुकमा भन्दा पनि धेरै भ्लगहरू युट्युबमा अपलोड गर्ने गरिरहेको छु
सो माया देखाइदिनु होला, सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है सबैजनाले। अनि त्यही हो साथीहरू, एकछिन यहाँ माथि जाउँ। आया ल यहाँ माथि एकछिन जाउँ है त। यस्तो चिजहरू छ, यस्तो पक्क पक्क भयो त्यही त। यस्तो चिजहरू छ है हाम्रो गाउँमा चाहिँ। म गएको माथि हो हेर, एक्लै त्यस्तो जग्गामा। अन्त त्योमा कस्तो देख्ला है, डरलाग्दो नदेख्ला, तर रियलमा जस्तो त केही हुन्न नि त होइन। एकदमै डरलाग्दो जग्गा छ। आया मुटु देख्यो त, यसो दाउरा पनि हेर्नु बाल्नलाई हुन्थ्यो। आइज ल यहाँ बसेर कुराकानी गरौँ न त तपाईँहरूसँग है। साथीहरू यस्तो जङ्गलमा आयो, यस्तो जङ्गलमा चराको गुरहरू पनि पुरा रहेछ साथीहरू। लोथर्केहरू छराक छराक गर्दा त तर्साउने के, लोथर्के बाँदरहरू हुन्छ नि त यतातिर पुरा। र साथीहरू एकछिनमा भेटौँ है त, भ्लग कस्तो हुन्छ के हुन्छ है। ल साथीहरू कुराकानी भने यस्तै हो, जङ्गलतिर यस्तै हो, जङ्गलको वातावरण भ्लग भने यस्तै हो। एक दुईवटा फेसबुकमा पनि सर्ट भिडियोहरू हाल्नै पऱ्यो, यहाँ बनाउनु पर्ने छ है। सानो सानो रिल्सहरू त्यस्तो नै हो है। हेर्दै जाउँ कस्तो हुन्छ के हुन्छ देखाउने छु म। यहाँ सानो छोटो फेसबुकमा पनि हाल्नै पऱ्यो भिडियो होइन, हालिहाली त हाल्नै पऱ्यो। त्यही भएर चाहिँ यहाँ सानो म रिल्सहरू बनाउने गरिरहेको छु। मेरो फेसबुक पनि तपाईँहरूले चेकआउट गर्नु होला। मैले युट्युबमै लिङ्क राखिदिइरहेको छु, इन्स्टाग्रामको पनि लिङ्क राखिदिइरहेको छु। इन्स्टाग्राम चाहिँ मेरो पहिला ह्याक भएर चाहिँ नयाँ खोलेको छु मैले, त्यो पनि राम्रो गइरहेको छ। तपाईँहरूले हेरिरहनु भएको छ, चेकआउट गर्नु होला युट्युब सबै है। अनि युट्युबमा मैले सबै डिस्क्रिप्सन त्यहाँनिर मेरो बायोमा डल्लै फेसबुकदेखि ल्याएर सबको लिङ्क राखिदिएको छु, तपाईँहरूले चेकआउट गर्नु सक्नुहुनेछ है, फलो गर्नु सक्नुहुनेछ। अनि तपाईँहरू इफ आजको नयाँ भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरूले सब्सक्राइब गर्नु नभुल्नु होला मेरो च्यानललाई है भन्दै एकछिनमा भेटौँ है त। यस्तो नै हो साथीहरू, बाटो के साह्रो अप्ठ्यारो। तेरिका अम्मा बाटो त छिरा आइज साथी, आइज पुग, कमन। लेन पगो। ल त साथीहरू आजको भ्लग यति नै भनेर म यहीँ इन्ड गर्न चाहन्छु। अब चाहिँ म घरतिर लाग्दैछन् है। कस्तो के हो, राम्रो या नराम्रो हुँदैछ भने पनि कमेन्ट गर्नु होला, सल्लाह सुझाव दिनु होला है। राम्रो लाग्यो भने राम्रो भन्नु होला, नराम्रो लाग्यो भने त्यही भन्नु होला है। कमेन्ट चाहिँ लेख्नु होला तपाईँहरूले कस्तो लाग्छ त, यो गर्नु भाइ त्यो गर्नु, त्यस्तो पाराले गर्नु नराम्रो हुन्छ यो गर्नु भनेर सल्लाह सुझाव दिनु होला। भ्लग यहीँनिर एन्ड गर्न चाहन्छु म सबजनालाई है। इफ नयाँ हुनुहुन्छ भने तपाईँ सब्सक्राइब गरेर जानु होला, नभुल्नु होला सब्सक्राइब गर्नु है। ल बाई भन्न चाहन्छु, बाई बाई एभ्रीवन। आधी भुरी आउँदा म बन्छु तिम्रो छहारी।